यसपालिको दशैंको फुलपाती 13 असोजमा प्रदर्शन हुन लागेको फिल्म बलिदानको ट्रेलर भोलि अर्थात् शुक्रबार सार्वजनिक हुने भएको छ। अब तपाईहरुको प्रतीक्षाको घडी साँच्चै नजिकै छ। आमा र मातृभूमिको अटुट गाथा बोकेको बलिदान, रगतको सुवास र इतिहासको धड्कन सहित आफ्नो कथा भन्न तयार छौं। को तयार हुनुहुन्छ यो पोस्ट गर्दै सन्तोष सेनले फिल्मको टिजर भोलि अर्थात् शुक्रबार सार्वजनिक हुने जनाएका छन्। रोमान्टिक फिल्म बनाउने निर्माताको रूपमा चिनिएका सन्तोष सेनले देशको घाउलाई देखाउन बलिदान बनाएको बताएका छन्। उनी भन्छन्, अन्यायले नागरिकलाई निरन्तर घेरिरहँदा लाग्यो आमा र मातृभूमिको लागि एउटा युवा कति टाढासम्म जान सक्छ भन्ने कुरा कलाबाटै देखाउनु पर्छ। यही सोचबाट बलिदान जन्मियो। यो फिल्मलाई उनी आफैले निर्देशन गरेका हुन्। एसोसिएसन फिल्म्सको ब्यानरमा बनेको बलिदानको लेखन दर्शनजीले गरेका हुन् भने निर्माता पवन ब्राडफोर्ड विष्ट, कार्यकारी निर्माता प्रेमपुरी रहेका छन्। फिल्ममा समीर र रिचा सहित सौगात मल्ल, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेमपुरी, कामेश्वर चौरासिया, पर्जल दुलाल लगायतको अभिनय रहेको छ।